एकदम दामी देखिन्छ भ्यूहरु हेर्नु गाइस सर अरे लडेको पनि घाउँछ 100 को पेट्रोल 100 को पेट्रोल आएन यो त कहाँ छुटाउँछ आइपुग्यो चकलेटी त हेर्नु त हेलमेट पनि लिएर जाऊ न त्यही माथि फाइनली हामी चकलेटी आयो अब हेर्नु होला यहाँबाट चाहिँ भ्यूहरु यस्तो दामी देखिन्छ हैन तपाईहरु हेर्यो भने हेरेकै हुन्छ तपाईलाई आउन मन लाग्छ तर भने किनभने मेरो क्यामेरा त कि त अगतिलो छ हैन अलिकति अनक्लियर आउँछ तर जसको मोबाइल राम्रो छ नि त्यो मान्छेहरु आयो भने एकदम दामी देखिन्छ भ्यूहरु हेर्नु गाइस सरररर भ्यूज भनेको भ्यू यार आम्मामा खतरा हिँड्छ हैन आम्मा दामी देखिया त ब्ल्याक एन्ड व्हाइटमा सनलाइट डुबेछ नि त्यसले गरेर हेर्दा बादलले गरेर सनलाइट डुबे न दामी आउँथ्यो यार गाइस अन्य त मेरो 2 शब्द बोल्दै मेरो यार युट्युबलाई यार तेरो पनि ग्रो गर्दै यहाँ सबैजना आउनु होला बनेपादेखि यहाँदेखि 5-10 मिनेटको बाटो हो हैन एकैछिनमा आइपुग्छ जो पनि नयाँ हुनुहुन्छ ट्यागको लाइक चाहिँ हान्दिनु होला है सब्स्क्राइब पनि हान्दिनु होला सबैजना मिलेर यसको च्यानललाई ल है त गाइस हेर्दै गर्नु सुन्नु भयो होला नि हैन लाइक हान्दिनु होला कमेन्ट हान्दिनु होला यो पहिरो गयो है पहिरो गयो रे पहिरो गयो होला है पहिला अलि ठुलो थियो अनि अहिले फेरि यताको पहिरो गएर थियो कि बिस्तारै यो पनि हट्छ मलाई अनि पछि पुरै सिधा 4-5 लाइनको हुन्छ त्यसपछि जानु बनाइसक्यो तैँले ल गाइस अब हामीले चाहिँ हल्का टिकटक बनायो हैन अब साथीभाइको टिकटक बनायो होला यसो हेर्नु अब हामी जाँदैछु बाटो पनि यस्तो छ हेर्नु अरे लडेको पनि घाउँछ ल अब हामी जाँदैछौँ हैन अब हामी चनेश्वरी टावरमा जाँदैछौँ टक्कल त्यहाँबाट सानो एउटा क्लिप हेर्नु होला त्यहाँबाट हामी अनि बाइकमा पेट्रोल हाल्छ होला पेट्रोल हालेपछि अलिक खाजा पनि खान्छ होला खायो भने हेर्नु होला हैन त्यस्तै छ सानो चिनो बनाउँदै फोटो भिडियो बनाउनको लागि खासमा हामी आएको हो हेर्दै गर्नु होला है साथीहरु देखिहाल्यो त्यो त हेर्नु छ टाढै उकालो छ त यहाँ पटार कत्रो आवाज आएको यसको पारिपट्टि चाहिँ मेरो गाउँ छ है गाइस मेरो गाउँ छ साथीहरु जान्छ त्यहीमा हाल्ने यहाँ माथि त्यो धेरै खान्छ नतिर जान्छ देख्न सक्नुहुन्छ टावर टावर त्यहाँ माथि चाहिँ पिच्छ तर यो बाटो त कष्टमा आएको त है होतो रहेछ नि तर मलाई यस्तो बाटो चलाउनु मजा लाग्छ कि बाइक यसमा चलायो भने एक्सिडेन्ट पनि हुँदैन नि त कमसेकम है ल है बाटो पनि यस्तो ओह्रालो छ हेर्नु गाइस साथीहरु अनि यसलाई भन्छ यो पारिपट्टिको चाहिँ धुलीखेल भन्छ हैन यसलाई चाहिँ धुलीखेल हो गाइस साथीहरु घुम्न जाने बाटो हो
जान्छ मजाले तेल बस्ने भयो अब अघि ढुवा गरेर आवाज है अब सुरुर गरेर आवाज आउँछ फाइनली हामी हाइवेबाट तर बाटो चाहिँ आमा मजाको बनाएछ है अहिले यति दिनमा मात्रै फेर यहाँ पनि बनेछ एउटा चलाउन मजा छुट्टी यहाँ चाहिँ पेट्रोल बनाइपुग्यो होइन हेर्नु होला कति हाल्ने हो 100 हाल्यो नि चाहिँ 100 को पेट्रोल 100 को पेट्रोल 100 लाउनु 100 लिइहाल्नु भयो 100 को बनेपाको बस पार्क भन्छ होइन तर परे भाउ लाउन के हेर्नु रहेछ हामी त चप्पल गर्मी प्लस ठुलो अनि अब कहाँ हुन्छ पानी खाने पानी खाने हो त्यो मलाई त्यो उलायो भने मलाई देख्दैन केही पनि त्यो खोल्यो भने दुईजना वरिपरि पस्छ त्यो सबैजना बेला भयो कि त्यस्तै हो त्यो ऐना फेर्ने बेला भयो त्यो भाले मिठो मानेर पानी अब कताहरूमा अँध्यार भइसक्यो होइन ल गाइस हामीले चप्पल खाँदैछ आज होइन यही हाम्रो खाजा बेलुका भइसक्यो घर जानु बेला भइसक्यो खाइदिए पहिला खानु होला है साथीहरू किनभने तपाईँ फर्स्ट हो मेरो भनेको प्राइभेट ठाउँमा खान्छ राति भइसक्यो होइन राम्रो आउँदैन त्यति साह्रो है आएन यता कहाँ छुट्याउँछु म मलाई चटपट भन्दा पनि 5 मिनट लाग्छ यहाँको चटपट भन्दा पनि 5 मिनट लाग्छ यहाँ डेली खाने हो फाइदा छ त्यही हो आधी जीवन त हुन्छ नमरोस् पानीपुरी ल गाइस खाइपुग्यो हामीले खाइपुग्यो पानीपुरी चटपटे चटपटे पानीपुरी खाना आउनु छ भने यहाँ आउनु है गाइस होइन साथी मिठो बनाउँछ कता गयो ल चटपटे चाहिँ यहाँ खाना आउनु होला है चटपटे मिठो एकदम मिठो बनाउँछ है चटपटे यहाँ मैले सोचे पनि थिएन हामी आज घुम्न आउँछौँ भनेर यार चाँदहरूमा आएको यार हेर
आउनु पर्छ पर्दैन बेकारमा एकदिनमा आज शुक्रबार हो क्या मेला लाग्छ है यहाँ ल मान्छे त कति हो कति टाढो बाटो आइपुग्यो बल्ल घर आइपुग्नुलाई हामीहरू त्यसो राख्यो भने इन्जिन सिज हुन्छ नि त फेरि बनिपा बजारमा चट्ट लगाएर आएको हेलो गाइज ल फाइनली हामी घर आइपुग्यो होइन रात पनि परिसक्यो हेर्नु ल तपाईँ हेर्न सक्नुहुन्छ होला बत्ती बालीलाई चाहिँ मैले फ्ल्यासब्याक दिएँ होइन आजको अब सानो छोटो भिडियो हेर्नु होला अब हामी आज खासमा जानु गएको चाहिँ चक्लेटी भन्छ उता रबेबी गएको के कसो हुन्छ भनिदिनु होला ठ्याक अब त्यसै अब अल्छी लगाएर गएको मात्र हो साथीले मलाई फोन गर्यो त्यही भएर गएको अब हेर्नु होला कस्तो छ भ्लग सक हेर्नु होला अनि मैले के गर्नुपर्ने कसो गर्ने सुधार गर्नुपर्ने हजुरले मलाई भनिदिनु होला होइन त्यही अनुसार म एडिट गर्छु तपाईँहरूको यति भन्दै म तपाईँको सानो भ्लगर होइन अजय मगर भन्छ भ्लगमा सानो सपोर्ट गरिदिनु होला माया गरिदिनु होला होइन भन्दै म आज यति बिदा माग्दैछु गाइज बिदा माग्नु भन्दा अगाडि चाहिँ के भन्छु भने अब सानो सानोबाट त हो नि होइन यो युट्युबहरू ग्रो गर्ने तपाईँहरू नै हो हामीलाई त अब सपोर्ट गर्ने माया गर्ने तपाईँहरू नै हो त्यही भएर अनि हजुरहरूले सेयर गरिदिनु होला भन्दै लाइक कमेन्ट अनि सेयर चाहिँ गर्न नबिर्सिनु होला भन्दै म आज यति नै पुग्न चाहन्छु हस् धन्यवाद बाई बाई मेरो साथीहरू लभ यु